के अरे खदा र माला त उहाँलाई मेरोसँग यो मैले घरिघरि यस्तो लगाएको देखाएको थिएँ खदा र माला त लाउनु मैले नै छानेको सानो हुन्छ। मान्छे जे हो त्यही नै हुनुपर्छ। मान्छे अर्ग्यानिक हुनुपर्छ, ओरिजिनल हुनुपर्छ, नेचुरल हुनुपर्छ। मान्छे साधारण मेरो हातमा आउने बित्तिकै त म त बालिन्सा स्टाइलले काम गर्नुहोस् न। त्यही हो अर्को सम्पन्न बालिन्सा स्टाइल मिल्छ होइन? एउटै हो स्टाइल हाम्रो एउटै हो। यो चिसो एसी भएको रुममा बसेर कालो सिसा लगाएको छैन उसमा चाहिँ नि होइन, गाडीमा अगाडि पछाडि बडीगार्ड लाएर हिँड्नु हुँदैन। ढुङ्गामाथि फुल फुलाउने मान्छे हो हामी। अलि हाँसौँ न, हाँस्नु न अलिक राम्रो त ह्यान्डसम देखिनुहुन्छ हौ हाँस्दाखेरि, हाँसिराख्नु क्या। कस्तो मजा आउँछ होला राजेश हमाल सरसँग ढुङ्गा बोक्नु पाएँ क्या। आई क्यान जस्ट इमेजिन है वाह गर्न पाएको यो खुसीमा उहाँ त्यो भिडियो हेरेर भारतमा आउने सायदै मान्छे होला नि। भोट माग्न आयो भन्नु भएको होला, होइन भोट माग्न आएको। माग्दैमा तपाईँले दिनुहुन्छ भन्ने पनि लाग्दैन। किन चाहियो धरानमा एयरपोर्ट? विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदाहुँदै यस्तो छ हौ। जनता जान्न चाहन्छन्, बताउनुहोस्। अर्को सामान छिमेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने भने जस्तो भयो त्यो त। अर्को साम्पाङले त्यो देश चलाउनु पायो भने हामी बिना ऋणकै चलाउँछौँ। कुरा बुझ्नुभयो? त्यो हुत्ती छैन भने छोडिदिनु भनेर मैले 10 थरी काम गरी पानी ल्याउने म, 10 थरी दुःख गरी पानी ल्याउने म, पानीको मालिक चाहिँ बन्न खोज्ने त। यतैतिर आलु रोप्दा पनि हुन्थ्यो। म यहाँ पसेँ भने त यहाँ त म त खेती पो गर्छु। श्रमदान गरेको घरमा देश चल्छ त? चलाउँछु म, छोडिदिन्छ त? फटाहा ओइ फटाहा ओइ फटाहा। तपाईँको विश्व घुम्ने चाहना छ कि छैन भविष्यमा? के घुम्नु र हो, सबै देखिएकै छ, बुझिएकै छ। मलाई केही कुराले लोभ्याउँदैन सर। यो घर केले बन्यो? यो घरमा ढुङ्गा छ कि छैन? म मेरै पाखा पखेरमा रमाउँछु। अमेरिका जाने, छैन बेलायत जाने, त्यहाँका सहरहरू हेर्ने, युरोप जाने, भारत जाने, चीन देखेकै हो, फिल्ममा देख्छु म, हेर्छु मुभीहरू हेर्छु, यस्तो रहेछ ए रहेछ भन्छु। तपाईले खाने भात तपाईँ आफै उत्पादन गर्न सक्नुपर्छ। तपाईँले लगाउने लुगा तपाईँले आफैले बनाएको हुनुपर्छ। त्यस्ता मुला चाहिँ यो नहुने ढर्रा गरेर देश बिग्रेको होइन। एक पैसाको तपाईँको चाहिँ नि शुद्धि बुद्धि छैन। चुनाव पछाडि त मै हो प्रधानमन्त्री। तपाईँ हो प्रधानमन्त्री। प्रधानमन्त्री को हो त प्रधानमन्त्री? त्यस्ता एउटा गल्तीपछि अर्को गल्ती गर्नु चाहिँ ठुलो कुरो होइन। त्यो गल्ती गरिसकेपछि फर्दर गल्ती नदोहोऱ्याउने, त्यसलाई सच्याउने हिसाबले चाहिँ जानुपर्छ। तपाईँले खेलाउने मोबाइल, तपाईँले खेलाउने यस्ता मोबाइल चाइनाबाट आएको, अमेरिकाबाट आएको हुनु भएन, यही देशमा बनाउनु पर्छ। हामी आधी केजी मासु किन्यौँ भने हड्डी नहालाई भाइ, बोसो नहालाई, राम्रो जोखेर दियो भन्ने मान्छेले देश चलाउने मान्छे चुन्दा चाहिँ छान्नु पर्दैन। देश बेच्नेहरूलाई भोट दिइरहँदा तपाईँलाई मातृभूमिको पाप लाग्दैन?